सबैलाई नमस्कार। म तपाईँहरूको बिचमा फेरि एकपटक नेकपा एमालेको भर्खरै सम्पन्न 11औं महाधिवेशनका विषयमा प्राप्त परिणामहरूलाई लिएर थोरै आफ्ना कुराहरू राख्ने इच्छा जाहेर गरेर उपस्थित भएको छु। 11औं महाधिवेशन मङ्सिरको 27 गते सुरु भएर पौषको 3 गते सम्पन्न भयो र पौषको 5 गते नै एउटा भेलाको आयोजना गरियो। त्यो भेला कमरेड ईश्वर पोखरेलको नेतृत्वमा र उहाँ पक्षधर अथवा उहाँका समकक्षीहरू भनौँ अथवा उहाँलाई महाधिवेशनमा साथ दिने उहाँका पक्षधर उम्मेदवारहरूको भेला थियो र त्यो भेलामा ईश्वर कमरेडले नेकपा एमालेको महाधिवेशन सम्पन्न भए पश्चात आफूलाई लागेका केही विचारहरू र त्यस पछाडि उहाँले आफूसँग सम्बद्ध नेताहरूलाई केही निर्देशनहरू समेत दिनुभयो। ती निर्देशनहरू मूलतः खास गरी देशभरि नै आफ्नो ठाउँहरूमा चाहिँ विभिन्न खालका प्लेटफर्महरू निर्माण गर्ने र पार्टीमा लागेका कुराहरू तिनै प्लेटफर्मका माध्यमहरूबाट उठाउँदै प्रस्तुत गर्ने र ती प्लेटफर्महरूमा चाहिँ हामीले महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने र ती मुद्दाहरूका सन्दर्भमा दबावहरू सिर्जना गर्ने एउटा चाहिँ स्थायी प्रकृतिको प्यारलल सङ्गठनको निर्माण गर्नु पर्दछ र यसको औचित्य छ भन्ने कुरा सहित उहाँले चाहिँ निर्देशन जारी गर्नुभएको भन्ने कुरा थाहा भयो। यसले मलाई के लागेको छ भने खास गरी उहाँले त्यो कुरा गरिरहँदा नेतृत्व चयन प्रक्रिया दुईटा माध्यमबाट हुन्छ, एउटा सर्वसम्मत, एउटा चाहिँ निर्वाचनका माध्यमबाट। सर्वसम्मत निर्वाचित प्रतिनिधिहरू हुँदाखेरि पनि केही सहभागी हुन चाहने वा आकाङ्क्षीहरूले अवसर नपाउने अवस्थामा स्वाभाविक ढङ्गले केही असन्तुष्टिहरू पैदा हुन्छन् नै। निर्वाचन पश्चात पनि त्यो अवस्था आउँछ र आउँदो रहेछ भन्ने कुरा अहिले देखिएको छ र यसले के कुरा देखिन्छ भन्दाखेरि नेकपा एमाले भित्र फेरि पनि पार्टी एक ढिक्का र एकताबद्ध पार्टी नरहने रहेछ भन्ने कुरा यसले सङ्केत गरेको छ र हामीले सुनेको बुझेको कुरा के हो भन्दाखेरि बहुमतको निर्णयलाई लागू गर्ने, अल्पमतका विचारहरूलाई सुरक्षित गर्नु सङ्गठनात्मक पद्धति हो भन्ने कुरा बुझिएर हामी चाहिँ लागेको हो र त्यही अनुसार हामीले सङ्गठन निर्माणमा पनि लाग्दै अगाडि बढ्दै आयौँ। तर आजको अवस्था के देखिन्छ भन्दाखेरि यति बेला जे कुराको प्रस्तुति भएको छ यसले चाहिँ पार्टीभित्र स्थायी प्रकृतिको चाहिँ संरचनाहरू बन्दो रहेछ, स्थायी प्रकृतिका चाहिँ प्रतिपक्षीय संरचनाहरूको निर्माण हुँदो रहेछ भने यो कुराले मलाई त के लाग्न थालेको छ भने अब हामीले पार्टीभित्र पनि संसदीय अभ्यासको सुरुवात गर्दा उपयुक्त हुन्छ जस्तो लागेको छ। जित्नेहरू सत्तापक्ष हुने र बढी मत प्राप्त गर्नेहरू प्रमुख प्रतिपक्ष हुने र त्योभन्दा केही कम मत प्राप्त गर्नेहरूले प्रतिपक्षको भूमिकामा निर्वाह गर्यो भने बरु चाहिँ प्रतिपक्षको बेन्च पनि खडा हुन्छ र त्यो वैधानिक ढङ्गले नै उनका कुराहरू अथवा चाहिँ त्यो समूहका कुराहरूको प्रतिनिधित्व हुन्छ र यो बरु विधानमै व्यवस्था गर्दा हुन्छ जस्तो लाग्छ। जुन कुरा विधानमा व्यवस्था छैन, जुन कुराहरू अवैधानिक छ, त्यो अवैधानिक कुराहरूको अभ्यास हुन्छ भने त्यसलाई वैधानिकता दिनु नै आजको आवश्यकता हो। नेकपा एमाले संसदीय अभ्यासमा छ भने संसदीय अभ्यास अब एमाले भित्र पनि जरुरी छ भन्ने कुरा मलाई यो महाधिवेशन पश्चात लागेको छ। त्यसो हुँदाखेरि अब वैधानिक हिसाबले नै यो कुराको व्यवस्था गर्नेतर्फ लाग्नको लागि म आफूलाई पनि भित्र मनदेखि नै त्यस्तो कुरा लागेको छ र सायद मलाई मात्र होइन अरू धेरै कार्यकर्ताहरूलाई, नेताहरूलाई पनि लागेको होला र यो कुराहरू धेरै मन खुलेर यो कुराहरू साह्रै उपयुक्त लाएर मैले यो कुराहरू राखेको होइन। जुन कुरा चाहिँ आज विधानले व्यवस्था गरे भन्दा फरक ढङ्गले अभ्यास हुन्छ भने बरु विधानले नै व्यवस्था गरेर वैधानिक बाटो समाउनु उपयुक्त हुन्छ जस्तो लागेको हुनाले मैले आफ्नो विचारहरू यहाँ प्रस्तुत गरेको छु। म यो विचार सुनिदिनु भएकोमा धेरै नेताजीहरूलाई, साथीभाइहरूलाई, समकक्षी साथीहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।